उहाँको जुनियरहरू कक्षामा पढ्नु भएको र अङ्कल उहाँको फादर पनि दे वर भेरी गुड एन्ड सावर अङ्कल आज आउनु सक्नु भएन उहाँ पनि एकदमै रिनाउन्ड पर्सन अफ दार्जिलिङ सो थ्याङ्क यू भेरी मच तपाईँहरू यत्रो वर्ष कोअपरेट गर्नुभयो र सुकिया पोखरीमा जस्ट यति मात्रै होइन म यो हलमा नअट्ने सुकिया पोखरीमा एउटा ठुलो सेन्ट चार्ल्स होइन ग्रिन लन स्कुलमा फर्दर माथि अडिटोरियम होस् स्टुडेन्ट्सहरू होस् हो सरले यति विश्वास गरेर स्कुल दिएको छ हामीलाई हो जनताको सपोर्ट चाहिँ चाहिन्छ त हामीले नेक्स्ट इयरदेखि चाहिँ कार सर्भिसहरू पनि स्टार्ट गर्छ हो गाउँ बस्तीतिर जान्छ नानीहरूलाई त्यहाँबाट लिएर आउँछ जनताको सपोर्ट चाहिँ चाहियो स्कुललाई अपग्रेड गर्नुको लागि अन्त एडुकेसन वाइज चाहिँ हामीले बेस्टदेखि बेस्टै दिन्छ सेन्ट चार्ल्स स्कुलले तपाईँलाई ह्यान्डओभर गरिरहेको छ है ग्रिन लजलाई स्कुललाई अनि तपाईँले अब त्यो जुन चाहिँ ड्रेसहरू चाहिँ यहाँको है यो साल चाहिँ हामी चेन्ज गर्दैन नेक्स्ट इयर चाहिँ चेन्ज गर्छ किनकि यो साल हामी पेरेन्ट्सहरूले नयाँहरू बनाएको होला हो पेरेन्ट्सहरूलाई ट्याक्स चाहिँ गर्दैन यो साल चाहिँ एउटा प्रश्न तपाईँलाई है यो सेन्ट चार्ल्स जुन चाहिँ स्कुल छ यो त सिबिएसई बोर्ड हो राइट तपाईँहरूको चाहिँ यो आइसिसी बोर्ड हो यो कसरी म्यानेज गर्नुहुन्छ त होइन यो सिबिएसई चाहिँ क्लास 10 खालि सरको छ हो यो क्लास 10लाई चाहिँ हामी प्रिपेयर गरेर सिबिएसईमै हाल्छ सरको क्लास 9 छैन हो क्लास 8देखि त स्ट्रिम यताउता जान्छ सिबिएसई र आइसिएसई जुन चाहिँ यो क्लास 10मा पढ्ने स्टुडेन्टहरू छ सिबिएसई दिन्छ हो सरले जहाँबाट रेजिस्टर गरेको छ त्यहीँबाटै दिन्छ हामीले उनीहरूलाई प्रिपेयर गर्छ त्यही स्ट्रिममै अन्त नेक्स्ट इयरदेखि चाहिँ आइसिएसई हुन्छ हुन्छ धन्यवाद डिसअपोइन्टेड विथ सम सर्टन थिङ्स कोही तर म यति मात्रै भन्न चाहन्छु कि मैले आफ्नो ड्युटी मात्रै गरेर राख्थेँ एज अ प्रिन्सिपल अफ द स्कुल र एउटा क्वालिटी बनाउनु लागि चाहिँ स्टुडेन्ट्ससँग स्ट्रिक्ट हुनुपर्छ टिचर्स पनि स्ट्रिक्ट हुनुपर्छ र टिचर्स आउट अफ ह्यान्ड लाइटली इजी टेक गरेर नानीहरूलाई टाइम पासको लागि स्कुल गर्नु जायो भने चाहिँ मलाई मन पर्थेन त्यसले गर्दा म स्ट्रिक्ट भएको थिएँ पेरेन्ट्सहरूले पनि कतिजना लाइटली लिनुहुन्थ्यो स्कुललाई र त्यसमा अलिकति कोही बेला नराम्रो वचन बोल्नु पर्थ्यो नराम्रो वचन मिन्स अलिकति रुडली मलाई गर्नु पर्थ्यो किनभने कतिजना नानीहरू स्कुल नआएर पनि उहाँहरूले मार्क्सको लागि कुरा गर्नुहुन्थ्यो र त्यो सबै चिज म भन्छु कि एजुकेसन इज भेरी इम्पोर्टेन्ट अहिलेको समयमा सो एजुकेसन इज भेरी इम्पोर्टेन्ट अहिलेको समयमा र तपाईँहरूले लाइटली नलिनुहोस् अहिले एजुकेसनलाई र वन्स मोर thank you very much to the media and thank you very much for giving a hand to St. Charles to upgrade the school.